नमस्ते सबैजनालाई, मेरो दाजुभाइ दिदीबहिनी आमा बाबाहरूलाई सबैजनालाई ह्याप्पी दसैँ। अनि तपाईहरुले दसैँ कस्तो मनाउनु भयो होला? हामीले त यस्तै मनायो दसैँ। त यो दसैँको भिडियो अपलोड गर्नुलाई अलि ढिलो भयो, कुछ रिजन थियो त्यसको लागि। हामीले यसरी मनायो दसैँ, हेर्नु होला तपाईहरु सबैजना मिलेर। कस्तो लाग्छ? राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला, फलो गरिदिनु होला। हेर्नु त सबैजनाले तपाईहरुले हेरिदिनुहुन्छ, माया गरिदिनु हुन्छ, तर फलो कमेन्ट अलिक गरिदिनु होला, शेयर गरिदिनु होला। नानीहरुलाई अब टीका लगाइदिँदैछ उसको पापाले छोरी छोरालाई। तपाईहरुको पनि लगाउनु भयो होला सबैजनाले। अब सबैजना त दसैँको बेलामा बिजी हुन्छ, पाहुनापात आउने जाने हुन्छ, त्यही कारणले धेरै बिजी हुन्छ। त्यही भएर मैले भिडियो छिटो अपलोड गर्नु पाएन। उसको पापाले चाहिँ लगाइदिँदैछ टीका। म चाहिँ यहाँ टीकाको थाल लिएर छेउमा बसिरहेको छु। अब छोरीलाई लगाइदिँदैछ, नातिनीलाई लगाइदिइसक्यो, अब छोराको पालो। बिमारीले गरेर बिचारा सक्दैन मेरो बुढा पनि यस्तो धेर निहुरेर बस्नुको लागि। र पनि उसले छोराछोरीहरूलाई टीका लगाइदिँदैछ। खुसी भयो नानीहरू पैसा दिँदाखेरि, रमायो उनीहरू। इन्जोय गर्नु होला हाम्रो दसैँमा टीका लगाउँदाखेरि हामीले कस्तो गर्छ, तपाईहरु सबैजना हेरेर इन्जोय गर्नु होला। चाडबाड एकचोटि आउँदाखेरि त रमाइलो लाग्दो रहेछ, घर परिवार सबैसँगै हुँदाखेरि। हामीले लक्ष्मी मान्छ छोरी नातिनीहरूलाई, त्यही भएर उसको पापाले सकि नसकी पनि छोरीको खुट्टा ढोकिरहेछ। छोराले चाहिँ बाउको ढोक्नु भन्छ र बाउको खुट्टा ढोक्दै छोराले। अनि मेरो पनि, हामी आमा बाउ चाहिँ आशीर्वाद दिँदैछु। घरमा टीका लगाएर भइसक्यो, अब दाजु घरमा जाँदैछु हामी। नेक्स्ट ब्लगमा हेर्नु होला तपाईहरु सबैजना। थ्याङ्क यू मेरो ब्लग हेरिदिनुको लागि। बाइ बाइ।